हेलो एभ्रिवान, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो नयाँ ब्लगमा। आज मेरो बुवालाई लगेर हामी हस्पिटल जाँदै थियौँ बाटोमा। अनि दाई पनि आउनुभएको थियो, मेरो जेठबुवाको छोरा। हामी सबैजना सँगै अनि बुवालाई हस्पिटल लैजाने भनेर हामीले भेरीमा लग्यौँ। अनि त्यहाँ सल्लाह लिउँदाखेरि चाहिँ भेरीमा राम्रो हुन्छ भन्नुभयो। हाम्रो भेरी हस्पिटल नेपालगञ्जको चाहिँ सरकारी हस्पिटल हो। यहाँ चाहिँ धेरै राम्रो उपचार हुन्छ, सबैजना जाने गर्नुहुन्छ त्यहाँ चाहिँ। अनि तर म चाहिँ पहिलोचोटि बुवालाई लिएर गएको। पहिला सुरुमा मेरो हजुरआमा बिरामी हुँदाखेरि म त्यति बेला गएको थिएँ, त्यसपछि गएको थिएन। योचोटि चाहिँ फेरि भनौँ नयाँ ठाउँमा भर्खर अब त्यति बेला सानैमा गएको, त्यति थाहा थिएन। योचोटि जाँदाखेरि चाहिँ धेरै कुराहरू चेन्ज, कति राम्रो भएको भित्र चाहिँ। अनि नाम लेखाएर बुवाले भित्र रिपोर्टको लागि वेट गर्दै हुनुहुन्थ्यो। त्यतिकैमा हामीलाई खाना खान जाऊ भन्नुभयो। यहाँ चाहिँ त्यो रसोई के हो, यो माता रसोई भन्ने के छ है नाम। यहाँ चाहिँ खाना 50 रुपियाँ प्लेट मिल्दो रहेछ। अनि दाइ र म गएर त्यहाँ खाना खानलाई गयौँ। त्यहाँ चाहिँ आफै लाइनमा लागेर थाल समातेर एउटा भनौँ नि बिहे पार्टीहरूमा गएर खाएको जस्तै त्यहाँ सिस्टम बनाएको रहेछ। थाल लिएर अनि जानुपर्ने, आफै थाल समातेर लगेर अनि तरकारी दाल सबै आफै लिएर खानुपर्ने त्यो ठाउँमा चाहिँ। तर धेरै राम्रो, 50 रुपियाँमा अहिले केही पनि आउँदैन। खाना झन् टन्न पेटभरि खान पाउने धेरै राम्रो सुविधा छ। यदि हजुरहरू पनि कतै हस्पिटलमा बस्नु भएको छ भने हैन, भेरी मेडिकलको भित्र छ। बिहानदेखि सुरु हुन्छ, दिउँसो 1 बजेसम्म चल्छ अरे। अनि बिहानको खाना चाहिँ त्यहाँ गएर खान सक्नुहुन्छ, अर्डर पनि लिन सक्नुहुन्छ। हजुरहरूले पार्सल पनि गर्न मिल्ने रहेछ, त्यहाँ सिस्टम सबै बनाएको थियो। तपाईँहरू पनि गएर एकचोटि भिजिट गर्नु होला। हामीले त्यहीँ गएर टन्न सादा खाना खायौँ। त्यहाँ चाहिँ सादा खाना मात्रै बन्दो रहेछ, शाकाहारी ओन्ली। अनि त्यहाँ सबैजना धेरै जसो भिड, एकदम भिड हुँदो रहेछ। म जाने बेला पनि त्यति भिड त थिएन, बिहानमा चाहिँ झन् धेरै भिड हुँदो रहेछ। त्यसपछि बुवाले भित्र चेकअप गरेर रिपोर्टको लागि अनि त्यो चेक गर्नलाई, ब्लड चेक अनि भिडियो एक्सरे खुट्टाको गराउनलाई चाहिँ अनि भित्रबाट बाहिर पठायो। तर भित्र नै सुविधा छ भनेको, तर भित्र चाहिँ खुट्टाको भिडियो एक्सरे गर्न अलिक गाह्रो हुन्छ भन्नुभयो। त्यो कारणले गर्दाखेरि चाहिँ हामी भेरीबाट बाहिर गयौँ, त्यो भेरीको ठ्याक्क अपोजिट साइडमा। अनि त्यो अदालतकै साइडबाट भित्र जाने बाटो पूर्वपट्टि अपोजिट साइडमा चाहिँ अनि गयौँ त्यहाँ उपचारको लागि। त्यो हस्पिटलबाट डक्टरले चाहिँ यतै पठाउनु भयो हामीलाई। भेरी मेडिकल भनेको भेरी अल्ट्रासाउन्ड भनेर लेखेको छ। यहीँ गयौँ। त्यसपछि त्यहाँ गएर एकछिन अनि मम्मीले कागज अगाडि बुझाइसक्नु भएपछि चाहिँ हामीलाई अनि माथि बस्नलाई पठाइदिनु भयो। माथि चाहिँ एसी लागेको रहेछ। अनि त्यहाँ हामीले धेरै कुराकानीहरू पनि गरेका छौँ। सुन्नु होला, हाम्रो देशको अलिकति हालत त्यस्तै नै छ, तर सबैको गुनासो चाहिँ भित्रै भएको भए राम्रो हुन्थ्यो भन्ने भन्दै हुनुहुन्थ्यो। तर डक्टरहरूको चालखेल हो या होइन, अब जनता त्यहाँ सुविधा नभएर त्यही जनताहरूले त्यत्तिकै नेगेटिभ सोच्नु भएको हो कि के हो त्यो त थाहा छैन। तर त्यहाँ चाहिँ धेरैजना चाहिँ पीडित हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ धेरै गुनासो राख्नु भएको थियो। के गर्नु, हामी त बस्दा हैरान भइसकेको थियौँ। नानीसँग झन् त्यहाँबाट बाहिर निस्किने भने पनि घाम, चर्को घाम थियो। त्यही भएर हामी चाहिँ भित्रै बस्यौँ। दुईजना कुरा गर्दै हुनुहुन्थ्यो, सबैको गुनासो आफ्नो आफ्नो थियो। भन्ने बेला त 1 लाखको औषध लायो भने 10,000मा हुन्छ भन्छ। के हो उताबाट आउँछु म त अब नभनिदिनुहोस्, आफ्नो दुःख कहीँ जान्न। पैसा तिरेरै गराउनु पर्छ। मलाई उनीहरूलाई पैसा तिरे यता फोकट केही भनिदिने म त। अन्त पर्जिन 100 रुपियाँ काट्यो। भिडियो एक्सरे सबै बाहिरै रहेछ होइन? तपाईँको केसको हो पहिला? ए छातीको त भित्रै हुनुपर्ने। त्यो छातीको उहाँ हजुरको पेटको भन्नुभयो है? नै, हजुरले पेटको हो भन्नुभयो। उहाँको पेटको, उहाँको छातीको हो। मेरो बुवाको खुट्टाको हड्डी, पेट, छाती सबै बाहिर भएपछि भित्र चाहिँ के रहेछ? अनि त्यो हस्पिटल सरकारी के को सरकारी
जनतालाई जता पनि पाउने बाटो त भयो आँखा छाड त्यहीबाट मान्छे प्राइभेटमै गर्छ नि त छिटो पनि हुने अब बाहिरै पठाउँछ पर्ने अनि टोपी कहाँ बस्छ कि कति भयो हजुर आएको यहाँ त्यसो भए हाम्रो पनि अझै छ 1.5 घन्टा चुप लाएर बस्नु चेक भइरहेन त्यसो भए अहिलेसम्म यहाँ पनि अब यहाँ चेक गर्ने त मान्छे खेर्न लाग्नु बाहिर होला यस्तो होला नि छातीको अर्को अलग होला पेटको एउटैमा गर्ने खुट्टाको अलग पेटको अलग अलग सरकारीमा आएको हुन्थ्यो बिमामा आएको मान्छे सरकारीमा आएको मान्छे अहिले फेरि प्राइभेटमा फालिदिन्छ प्राइभेटमा आएर भिडियो माथि भन्नु माथि भन्नु त यहाँ त मान्छे थुप्रै हेर्न सक्नु त सबैको गुनासो हो आनन्द फर्काइछि नि हामी कान्छीले बाहिरबाट अहिले चेक गर्ला 2 बजे भित्रबाट गऱ्यो भने त भोलि बोलाउँछ तपाईँहरूलाई भने अनि जनतालाई लुटेको छ फोन गरेर हुँ लिन गयो हामीलाई त मेरो पनि भिडियो सुईसम्म लगाएँ केही सिक्नु होइन कहिल्यै सम्झनु हुन्छ अब खानेकुरा कन्ट्रोल गर्नु पर्दो रहेछ मलाई अब भन्ने पो हुन्छ मरिदिएको मान्छेलाई त खानेकुराहरू केही ध्यान दिइएन टमाटर गोलभेडा झन् खानै नहुने रहेछ बिसेरी घरमा पाक्ने गोलभेडाका झ्याङ देख्न सक्नुहुन्छ बुवाको खुट्टा अनि सबैको गुनासो चाहिँ हजुरहरूले सुन्नुभयो होला हामी त्यस लगत्तै माथि गयौँ त्यहाँ चाहिँ आज बन्द रहेछ भन्दा पनि आज सकिसकेको रहेछ डाक्टर गइसक्नु भएको अनि बाटोमा जाँदै गर्दा मेरो मम्मीको कान्छा अङ्कल भेटिनु भयो पहाडको अनि उहाँसँग एकछिन बसेर कुरा गर्नुभयो हस् त साथीहरू आजलाई यति नै अर्को भिडियोमा फेरि पनि भेटौँला थ्याङ्क यू हेरेर साथ दिनुभयो